हेलो साथीहरू सबैजनालाई नमस्ते है। सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो यस मिराकल ट्रेनिङमा। अ, आज चाहिँ मैले नयाँ कुरा लिएर आएको छु वर्डमा है। अब हामीले अफिसमा काम गर्दाखेरि या स्कुलमा काम गर्दाखेरि म्याथको पेपरहरू पनि टाइप गर्नुपर्छ हामीले है। एउटा सिम्पल केही कुरामा एउटा सिकाउन गइरहेको छु, हेर्नु होला। जस्तै जस्तै यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, जस्तै ट्रिङ्गल छ एउटा होइन, म्याथको। अब यस्तो टाइप कसरी गर्ने त, यस्तो होइन, यस्तो डायग्राम कसरी बनाउने, एउटा सिम्पल्ली तपाईँहरूलाई म सिकाउँछु आज। हामीले चाहिँ यो एमएस वर्डमा कसरी यस्तो टाइपहरू गर्न सकिन्छ होइन, यस्तो डायग्रामहरू कसरी बनाउन सकिन्छ, त्यो विषयमा आज हामीले सिक्ने हो। ल हेर्नु होला है, म तपाईँहरूलाई म गरेर देखाउँछु। अनि वर्डहरू सम्बन्धी तपाईँको एक्सेलहरू, एकाउन्टिङ, अफिस प्याकेजहरू सम्बन्धी ट्रेनिङहरू पनि हामीले अनलाइन दिने गर्छौँ है। अब वर्ड खोल्छु, तपाईँहरूलाई म एउटा गरेर देखाउँछु है। यहाँ सिम्पल छ, केही गाह्रो छैन यसमा है। ल हेर्नु, जस्तै टाइप त तपाईँले नर्मल्ली तपाईँले टाइप त गर्न सक्नुहुन्छ होइन, ठिक छ। तपाईँले नर्मल्ली टाइप त गर्न सक्नुहुन्छ। जस्तै अब मानौ यहाँ के लेखेको छ, फाइन्ड द भ्यालु अफ साइन थीटा, कस थीटा एन्ड टेन थीटा फ्रम द गिभेन राइट एङ्गल ट्रेङ्गल भनेर भनेको छ होइन। अब यहाँ म गर्छु। ल जस्तै मानौ 8 नम्बर, 8 नम्बर होइन, फाइन्ड द, के थियो क्वेसन हाम्रो, फाइन्ड द भ्यालु अफ साइन थीटा होइन, फाइन्ड द भ्यालु अफ, यो चाहिँ मैले सल्भ गर्ने होइन, यो चाहिँ म तपाईँलाई टाइप गरेर देखाउने, यो कसरी बनाउने हो त यसमा होइन। अब ठिटा यदि तपाईँलाई चाहियो भने किबोर्डबाट ठिटा पाउनु हुँदैन हुन्न है। त्यसको लागि तपाईँ इन्सर्टमा जानुपर्छ। इन्सर्टमा गइसकेपछि यहाँ इक्वेसन भनेर हुन्छ तपाईँको, हेर्नु होला है। यहाँ एरोमा क्लिक गर्नुभयो भने चाहिँ फर्मुलाहरू, धेरै टाइपको फर्मुलाहरू दिन्छ यहाँ होइन। हामीलाई चाहिँ इक्वेसनहरू चाहिएको छ होइन, इक्वेसन अक्षरमा क्लिक गर्नु होला डाइरेक्ट। यसरी क्लिक गरिसकेपछि यहाँ हाम्रो डिजाइन खुल्छ। अब डिजाइनमा यहाँ थुप्रै डिजाइनहरू छ, यहाँबाट पनि हामीले छानी छानी गर्न मिल्छ। क्लासहरूमा तपाईँलाई म सिकाउँछु यो पुरै है। अब यहाँ हेर्नु होला है, यहाँ एरोमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ हामीलाई के चाहिएको हो, ठिटा चाहिएको होइन। ठिटा भने चाहिँ यहाँ छ, हेर्नु है, क्लिक गरिदिने भयो है। त्यसपछि कमा साइन थीटा, कस थीटा पनि छ होइन, कस थीटा। त्यसको लागि फेरि कहाँ जानु पर्यो, हामी इन्सर्टको इक्वेसनमा जानु पर्यो है। एरोमा गएर फेरि हामीले यहाँदेखि लिने है, ठिक छ। साइन थीटा, कस थीटा एन्ड टेन थीटा भनेर छ होइन। ल हेर्नुहोस्, एन्ड टेन थीटा फ्रम द गिभेन राइट एङ्गल ट्रेङ्गल भनेर भनेछ। एन्ड टेन थीटा, टेन थीटाको लागि फेरि कहाँ जानु पर्यो, हामी इक्वेसनमै जानु पर्यो। यहाँ एरोमा गइसकेपछि यहाँदेखि थीटा लिने है। अनि फ्रम द राइट एङ्गल ट्रेङ्गल भनेर भनेछ होइन क्वेसन। मैले यो क्वेसन मात्र लेखिरहेको छु अहिले होइन। ट्रेङ राइट एङ्गल ट्रेङ्गल होइन, मैले यो क्वेसन मात्र लेखिरहेको छु। अब यहाँनिर तपाईँलाई यस्तो सेम टु सेम यस्तै डायग्राम बनाउनु पर्यो भने एकदम सिम्पल्ली कसरी बनाउने है। त्यसको लागि हामीले सेप युज गर्नुपर्छ वर्डमा। जस्तै हेर्नुहोस् यहाँ, सेप युज गर्नलाई हामी इन्सर्टमा जानु पर्यो। इन्सर्टमा गइसकेपछि तपाईँको यहाँ सेप भनेर हुन्छ है, सेपमा जाने। सेपमा गएपछि थुप्रै धेरै प्रकारको सेपहरू हुन्छ होइन। अब हामीलाई कस्तो सेप चाहियो, यहाँदेखि चाहिँ छानेर हामीले लिन मिल्यो। हामीलाई ट्रेङ्गल चाहिएको होइन। ल यहाँ क्लिक गर्ने, त्यसपछि यहाँ माउसको राइट क्लिक, न नछोडिकन तपाईँले कति ठुलो चाहियो कति सानो चाहियो होइन, यसरी मिलाएर अनि लास्टमा क्लिक छोड्नु होला है। यसरी प्रेस गरेपछि बन्छ। अब जस्तै मानव यसलाई यताउता सार्न पर्यो भने चाहिँ हामीले के गर्नु पर्यो, यसरी बिचमा आउने। हाम्रो यहाँ चारवटा एरो बनेछ नि, एरोमा हेर्नु होला है, चारवटा एरो बनेछ। अब क्लिक गरेर यसलाई उठाएर तपाईँलाई कहाँ राख्न छ त्यहाँ तपाईँले राख्न सक्नुहुन्छ सिम्पल्ली है, ठिक छ। अब
ट्रेङ्गल त हामीले लिएर आयौँ, सेप लिएर आयौँ एउटा होइन। अब यो सेप डिजाइन गर्नलाई हामी फर्मेटमा जानुपर्छ है। फर्मेटको यहाँ सेप फिल भनेर छ। सेप फिल भनेको सेपभित्र फिल गर्ने होइन। हाम्रो के छ यहाँ हेर्नु त, क्वेसन पेपर के छ, वाइट छ नि भित्र होइन। भनेपछि यसलाई हामीले वाइटै बनाउनु पऱ्यो, यहाँ ब्लू आएको छ हाम्रो है। त्यसको लागि हामी फर्मेटको सेप फिलभित्र जाने, अनि यसलाई के गर्नु पऱ्यो, वाइट गर्नु पऱ्यो है। कलर यहाँदेखि तपाईँले वाइट चुज गर्नु होला, या नो फिल गरे पनि हुन्छ है। यसरी ठिक छ। अब यो आउटलाइन यसको के छ, ब्लू कलरमा छ, हामीलाई ब्ल्याक चाहिएछ भने त्यसको लागि पनि हामी कहाँ जानु पर्यो, सेप आउटलाइनमा जाने। यहाँदेखि तपाईँले ब्ल्याक कलर लिन सक्नुहुन्छ है। यसरी। अनि सेप आउटलाइनको वेटबाट तपाईँले मोटो पातलो गर्न सक्नुहुन्छ यहाँबाट है। यसरी है। ल हेर्नुहोस्, मैले एउटा ट्रेङ्गल बनाएँ होइन। अब हामीलाई के लेख्न छ वरिपरि, ए एबिसी होइन। त्यसपछि यहाँ ट्रेङ्गलभित्र आर्क पनि छ, त्यहाँभित्र ठिटा पनि छ, 13 सेन्टिमिटर 5 सेन्टिमिटर यसरी छ होइन। अब वर्डमा हामीले ठ्याक्क यो कर्सरलाई यहाँनिर ल्याउन अलिकति तलमाथि तलमाथि हुन्छ होइन। ए तलमाथि हुन्छ अलिकति, भनेको ठाउँमा आउँदैन होइन। भनेको ठाउँमा आउँदैन, हेर्नु जस्तो यहाँ बिचमा आइरहेछ होइन। एकदम सिम्पल्ली तपाईँले के बुझ्नु होला, यसमा एउटा आइडिया लगाइदिनु होला है। त्यो आइडिया के हो भनेपछि इन्सर्टमा जाने, सेपमा जानु होला, तपाईँले टेक्स्ट बक्स यहाँदेखि लिन सक्नुहुन्छ। हेर्नुहोस् यहाँ टेक्स्ट बक्स छ होइन। टेक्स्ट बक्स लिने तपाईँले सिम्पल्ली यहाँ टेक्स्ट बक्स यसरी बनाइदिनुहोस् है। अब हामीलाई यहाँ के लेख्न छ, ए। ए लेखिसकेपछि मैले के गर्छु, यसलाई उठाएर यहाँ राखिदिन्छु है। उठाएर यहाँ राख्छु। ल हेर्नुहोस्, अब तपाईँको ट्रेङ्गल छेकियो नि त होइन। अब यो के गर्नु होला, यो जुन हामीले टेक्स्ट बक्सबाट लेख्यौँ यसलाई यहाँनिर तपाईँले आउटलाइनमा आएपछि यहाँ चारवटा एरो बन्छ, तपाईँले क्लिक गर्नु, यो सिलेक्ट हुन्छ है। सिलेक्ट भएपछि फर्मेट भन्ने अप्सनमा जानु होला। त्यसपछि हामी कहाँ जानु पर्यो, टेक्स्ट वेब टेक्स्ट भनेर हुन्छ है। कुनै कुनै भर्जनमा वेब टेक्स्ट वेब भनेरै लेखेको हुन्छ। त्यसमा क्लिक गरिसकेपछि हामी जानु पर्यो तपाईँको बिहाइन्ड टेक्स्ट भनेर हुन्छ। हेर्नुहोस्, हामीले के गर्नु पर्यो, टेक्स्टको बिहाइन्ड गरिदिनु पर्यो है टेक्स्टलाई। यसरी यी पछाडिपट्टि गयो नि होइन। तपाईँले यसलाई उठाएर अझै मिलाउन सक्नुहुन्छ, यहाँ अझै तलतिर यसरी मिलाउन सक्नुहुन्छ है। यसरी हेर्नु यी। तर हाम्रो के छ, यहाँ आउटलाइन देखिरहेछ होइन। यो आउटलाइन हटाउनलाई यसरी सेलेक्ट गरेर फेरि तपाईँ फर्मेटमै जानु होला। यहाँ तपाईँको के छ, सेप आउटलाइन भनेर छ नि होइन। सेपको आउटलाइनमा गएर नो आउटलाइन गरिदिनु भयो भने तपाईँको त्यो आउटलाइन देखिन्न है। यसरी हेर्नुहोस् है। अब यसलाई म के गर्छु, यसलाई सिलेक्ट गर्छु। हेर्नुहोस् यहाँ चारवटा एरो आउनु पर्यो, क्लिक गर्ने, यो सिलेक्ट भयो है। अब तपाईँले किबोर्डबाट कन्ट्रोल डी गर्नु होला। डी गरी कन्ट्रोल डी गरिसकेपछि यसको के हुन्छ, डुप्लिकेट निस्किन्छ यहाँ। हामीले यहाँ यसरी डुप्लिकेट राखेर यसलाई हटाएर यसरी तपाईँले बी लेख्नुभयो भने हाम्रो अर्को पनि लेख्न मिल्यो। अब जस्तै यसलाई पनि सिलेक्ट गरेर म फेरि कन्ट्रोल डी गर्छु। यसलाई कन्ट्रोल डी गरिसकेपछि यसलाई उठाएर तपाईँले के गर्नु होला, यहाँ राखिदिनु होला यसरी मिलाएर होइन। अनि यसलाई काटेर म के गरिदिन्छु, सी लेखिदिन्छु। हेर्नुहोस् यसरी। अब यही प्रोसेसलाई तपाईँले कन्टिन्यू गर्नु पर्यो। कन्ट्रोल डी गर्नु, त्यसपछि हामीले यहाँनिर यहाँनिर ल्याएर राखौँ। यहाँनिर हामीलाई यहाँ हेर्नुहोस् है, यो जुन पोइन्टहरू दिएछ यो सानो ठुलो गर्नलाई दिएको है। जस्तै यहाँ पोइन्टमाथि म गएँ भने क्लिक गरेर यसरी मैले तान्न मिल्यो यसलाई। त्यसपछि 15 सेन्टिमिटर लेख्न छ नि हामीलाई होइन, 15 cm भनेर लेखिदिनु होला है। यसरी यसलाई पनि अब तपाईँले यसरी मिलाउन सक्नुहुन्छ है। यसरी है। अब यसलाई पनि म कन्ट्रोल डी गर्छु। यसलाई यहाँ तलतिर मिलाउन छ मलाई। अब यहाँनिर कति कति सिएम छ क्वेसन हेरौँ है एकचोटि। 5 cm भनेर छ होइन। यसलाई मैले के लेख्न मिल्यो, अब वानलाई हटाइदिन्छु, 5 cm लेखिदिन्छु यसरी। यहाँ हेर्नुहोस् यसरी मिलाएर राख्न मिल्छ। यो चाहिँ टेक्स्ट बक्सबाटै गर्नु होला तपाईँहरूले। टेक्स्ट बक्सबाट गरेपछि के हुन्छ, त्यसलाई उठाएर हामीले जहाँ राख्न मन लाग्यो त्यहाँ राख्न मिल्यो सजिलै तरिकाले है। अब हामीलाई आर्क बनाउन छ यहाँ। आर्कको लागि पनि हामी कहाँ जानु पर्यो, इन्सर्टको सेपमा जानु पर्यो। सेपमा गइसकेपछि यहाँ हेर्नु होला है। आर्क भनेर छ नि होइन। यसलाई सिलेक्ट गरेर तपाईँ यहाँ ल्याएर माउसको लेफ्ट क्लिक नछोडिकन यसरी तपाईँले तानेर बनाउन सक्नुहुन्छ है। ल हेर्नुहोस्, अब यस्तो आयो भने यसलाई तपाईँले फर्मेटबाट तपाईँले रोटेट गर्न सक्नुहुन्छ है। जस्तै हेर्नु होला यहाँ रोटेट भनेर छ नि होइन। रोटेटमा जाने, यसलाई हामीले कस्तो टाइपको रोटेट गर्न छ होइन। ए फ्लिप ओरिजेन्टल भनेर छ होइन, क्लिक गर्नु होला।
यो रोटेट भयो तपाईँको। यसलाई मिलाएर अब यसलाई उठाएर यसरी मिलाएर हामीले राख्नुपर्छ है। अब यसको आउटलाइन पनि ब्ल्याक कलर गरिदिउँ होइन। ए यसरी तपाईँले उठाएर मिलाएर राख्नुपर्छ यसलाई, यसरी है। अब हामीलाई ठिटा लेख्न छ नि होइन, त्यसको लागि पनि के गर्नु पर्यो, इन्सर्टमा जाने है। त्यसपछि सेपमा जाने, एउटा टेक्स्ट बक्स लिनु होला तपाईँले, यहाँ टेक्स्ट बक्स बनाइदिनु होला पहिल्यै यसरी। अब यहाँभित्र ठिटा लेख्नलाई हामी कहाँ जानु पर्यो, इन्सर्टको इक्वेसनमा जानु पर्यो। यहाँदेखि तपाईँले ठिटा राख्न सक्नुहुन्छ यसरी। हेर्नुहोस् अब यो आउटलाइन तपाईँलाई हटाउन पर्यो भने सेलेक्ट गरेर हामी कहाँ जानुपर्छ, अघि पनि प्रोसेस मैले देखाएको थिएँ हजुरहरूलाई। फर्मेटमा गएर सेप आउटलाइनमा जानु होला अनि नो आउटलाइन गरिदिनु होला है, यसरी। यसरी चाहिँ सजिलै हामीले एउटा म्याथको पेपरहरू टाइप गर्दाखेरि डायग्रामहरू क्रिएट गर्न सकिन्छ है, यो आइडियाले है। कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो होइन, आशा गर्छु ठिकै लाग्यो होला तपाईँहरूले है। हामीले चाहिँ अनलाइन ट्रेनिङहरू पनि प्रोभाइड गर्छौँ है। तपाईँहरूलाई केही समस्याहरू, केही अफिसमा काम गर्दाखेरि केही समस्या पऱ्यो भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। अनलाइन क्लासहरू, अनलाइन ट्रेनिङहरू लिन सक्नुभयो भने, लिन खोज्नुभयो भने हामीलाई सम्पर्क गर्नु होला होइन। हामीले चाहिँ तपाईँलाई एकाउन्ट सम्बन्धी प्लस अफिस सम्बन्धी पनि ट्रेनिङहरू चाहिँ प्रोभाइड गरिरहेको छौँ है। यो चाहिँ हाम्रो नम्बर हो। यो नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामीलाई है, ट्रेनिङहरू लिन पऱ्यो भने है। हस् त धन्यवाद। यति नै म आजको भिडियो मैले यति नै लिएर आएको थिएँ। तपाईँहरूले कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला है, लाइक हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला। यति भन्दै म आजको क्लास यहीँनिर समाप्त गर्न चाहन्छु। हस् त धन्यवाद। थ्याङ्क यू, थ्याङ्क यू एभ्री वान।